सुप्रभात। यो बजिकाञ्चल एफएम ८०.२ मेगाहर्ज हो। बिहान 5:30 बजेको नेपाली भाषाको बजिकाञ्चल खबरमा म अशोक यादवको नमस्कार। आज मिति 2083 साल ज्येष्ठ महिनाको 19 गते रोज मङ्गलबार, तदनुसार सन् 2026 जुन महिनाको 2 तारिक ज्येष्ठ कृष्ण पक्षको तृतीय तिथि रहेको छ। अब सुरु गर्दैछौँ स्थानीय समाचारहरूबाट। कर्मचारीको तलब विवादले कठरिया नगरपालिका ठप परेको छ। रौतहटको कठरिया नगरपालिकामा करार तथा जेलदारी कर्मचारीहरूले तलब नपाएको भन्दै ज्येष्ठ 11 गतेदेखि जारी राखेको तालाबन्दी अझै कायम रहेको छ। कर्मचारीहरूले वडा कार्यालयदेखि नगरपालिका अधिकांश शाखामा तालाबन्दी गर्दै आफ्नो आन्दोलनलाई निरन्तरता दिएका छन्। आन्दोलनरत कर्मचारीहरूका अनुसार सुरुवातमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्तको कार्यकक्ष बाहेक अन्य सबै कक्षमा तालाबन्दी गरिएको थियो, तर समस्या समाधानतर्फ कुनै पहल नभएपछि सोमबार आक्रोशित कर्मचारीहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन्। आन्दोलनरत कर्मचारी मुकेन्द यादवले लामो समयदेखि तलब नपाउँदा कर्मचारीहरू आर्थिक तथा मानसिक रूपमा समस्यामा परेको बताए। उनले नगरपालिकाले कर्मचारीहरूको जायज मागप्रति व्यवस्था गरेको आरोप लगाए। कर्मचारीहरूको आन्दोलनप्रति विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तिहरूले पनि एकवटता जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा कठरिया नगर सभापति भिखारी पण्डितले आन्दोलनरत कर्मचारीहरूको माग तत्काल समाधान गर्न नगरपालिकासँग आग्रह गरेका छन्। उनले कर्मचारीहरूको नियमित रूपमा तलब पाउनु उनीहरूको अधिकार भएको उल्लेख गरे। त्यस्तै रासपा कठरिया वार्ड नम्बर 4 का सभापति सुरेश ठाकुरले पनि कर्मचारीहरूको समस्या गम्भीर रहेको भन्दै यथाशीघ्र समाधानका लागि नगर नेतृत्वको ध्यानकर्षण गराएका छन्। उनीहरू आन्दोलनरत कर्मचारीहरू भेट्न नगरपालिका कार्यालयमा पुगेर एकवटता जनाएका थिए। रासपा नेता रविन्द्र यादवले नगरपालिकाको लापरवाही चरम सीमामा पुगेको टिप्पणी गर्दै कर्मचारीहरूको समस्या तत्काल समाधान गर्न आग्रह गरे। उनले कर्मचारीहरूको न्यायोचित मागप्रति आफ्नो पार्टीको समर्थन रहेको बताएका छन्। आन्दोलनरत कर्मचारीहरू रामचन्द्र पासवानले तलबको विषयमा बारम्बार आवाज उठाउँदा नगरपालिकाले 1-2 महिनाको मात्र तलब उपलब्ध गराउने गरेको र मूल समस्या भने समाधान नभएको गुनासो गरे। उनका अनुसार नियमित तलब नपाउँदा कर्मचारीहरू दैनिक जीवन सञ्चालन गर्न समेत कठिनाई भइरहेका छन्। पासवानले क्यान्सर रोगबाट पीडित कर्मचारी श्री राउत उपचारका क्रम अस्पतालमा रहेको उल्लेख गर्दै आर्थिक अभावका कारण अस्पतालबाट डिस्चार्ज हुन नसकेको बताए। उनले नगर प्रमुख अजय प्रकाश जयसवालले तत्काल कर्मचारीहरूको बाँकी तलब भुक्तानी गर्न आग्रह गरेका छन्। कर्मचारीहरूको आन्दोलन जारी रहेसँगै नगरपालिकाको दैनिक प्रशासनिक सेवा प्रभावित भएको छ। आन्दोलनरत कर्मचारीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन्। डिजे बन्द गर्ने मध्य प्रदेश सरकारको निर्णयको प्रशंसा भएको छ। मध्य प्रदेश सरकारले देशभर डिजे सञ्चालनमा रोक लगाउने निर्णय गर्दै सम्बन्धित सबै जिल्लालाई त्यसको कार्यान्वयनका लागि निर्देशन दिएको समाचार सार्वजनिक भएको छ। गृह मन्त्रालय मार्फत जारी गरिएको उक्त निर्देशनको प्रदेशभर व्यापक प्रशंसा भइरहेको छ। डिजेको अत्यधिक ठुलो आवाजका कारण सडकमा आवाजावत, विद्यालयको पठन पाठन तथा गाउँघरको वातावरण गम्भीर असर परिरहेको थियो। उच्च ध्वनिका कारण केही व्यक्तिको स्वास्थ्यमा समस्या नकारात्मक प्रभाव परेको देखिएको छ। डिजे नियन्त्रणका लागि केही समयदेखि निरन्तर प्रयास हुँदै आएको थियो। यसअघि रौतहटको माधवडाँगा नगरपालिकाले डिजे तथा ठुला हर्न बजाउन समेत रोक लगाइएको थियो। डिजेमा अत्यधिक ध्वनि र अश्लील गीत बजाउने प्रवृत्ति बढ्दै गएको छ। त्यस्ता गीतमा अश्लील नृत्य प्रस्तुत गरिँदा समाजमा विकृति फैलिएको आरोप पनि लाग्दै आएको छ। डिजेको बढ्दो प्रयोगले स्थानीय लोकगीत तथा सांस्कृतिक परम्परा समेत प्रतिकूल असर परेको बताइन्छ। यस्ता नकारात्मक प्रभावका बावजुद पनि प्रभावकारी पहल हुन नसकेको अवस्थामा मध्य प्रदेश सरकारले डिजे बन्द गर्न निर्णय गरेपछि त्यसको सर्वत्र स्वागत र प्रशंसा भइरहेको छ। सरकारको निर्णय सफल रूपमा कार्यान्वयन गर्न समाजको सकारात्मक सहयोग आवश्यक रहेको बताइएको छ। नेपाल भारत साहित्य महोत्सवमा बाजिका साहित्यकार कुशवाहाको सम्बोधन भएको छ। वसुधैव कुटुम्ब भन्ने मूल नारा सहित नेपाल भारत साहित्य महोत्सव काठमाडौँमा सम्पन्न भएको छ।
एक पृथ्वी एक परिवार एक भविष्य भन्ने उद्देश्यका साथ आयोजित महोत्सवमा नेपाल, भारत तथा भुटानका साहित्यकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बजिका साहित्य समाज सर्लाहीका अध्यक्ष तथा चर्चित साहित्यकार रामचन्द्र महतो कुशवाहा पनि सहभागी भएका थिए। उनले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमले दुई देशबीचको भाइचाराको सम्बन्ध अझ दृढ हुने बताएका छन्। नेपाली भाषामा मन्तव्य राख्दै उनले भारत र भुटानबाट आएका साहित्यकारहरूलाई भगवान पशुपतिनाथको नगरीमा स्वागत समेत गरेका थिए। नेपाल र भारतका साहित्यकार बीच विभिन्न साहित्य कार्यक्रम तथा भ्रमण आदान प्रदान हुँदै आएको छ। लोकगायक तथा नृत्य गुरु अनुप सहनीको निधन भएको छ। रौतहटको गणौरा नगरपालिका 2 गेठीगुठी निवासी लोकगायक तथा नृत्य गुरु अनुप सहनीको 90 वर्षभन्दा बढी उमेरमा निधन भएको छ। करिब 8 दशकभन्दा बढी समय लोकगायक, अभिनय तथा नृत्य क्षेत्रमा समर्पित रहेका सहनीको निधन भएको जानकारी गणौरा नगरपालिका 2 का वडा अध्यक्ष कृष्णनन्दन सहनीले सामाजिक सञ्जाल मार्फत दिएका छन्। सहनीका गायक, नृत्य तथा कला क्षेत्रमा सयौं शिष्य र अनुयायी रहेका थिए। गेडीगुठीका पहिलो पुस्ताका औपचारिक लोकगायक तथा कलाकारका रूपमा परिचित उनी नेपाल र भारत दर्जनौं जिल्लाका सयौं गाउँमा आफ्नो कला प्रस्तुत गरिसकेका थिए। विभिन्न पर्व, उत्सव तथा विशेष समारोहमा उनको प्रस्तुति केही समय अघिसम्म पनि जारी थियो। जीवनको उत्तरार्धमा उनी साधु जीवन बिताउँदै कहिलेकाहीँ गेडीगुठी स्थित मठमा बस्ने गर्थे। सञ्चारकर्मी सञ्जय शाह मित्रले पहिलो पटक उनको जीवन योगदानबारे विस्तृत फिचर सार्वजनिक गरेपछि राष्ट्रिय स्तरका सञ्चार माध्यमहरूमा उनको योगदानको चर्चा भएको थियो। उनको निधनले समग्र कला तथा सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको मानिएको छ। उनको अन्त्येष्टि पारिवारिक, सामाजिक तथा सांस्कृतिक परम्परा अनुसार सोमबार सम्पन्न भएको बताइएको छ। बजेटबाट निजगढ विमानस्थल निर्माणको आशा पूर्ण बढेको छ। आर्थिक वर्ष 2083-84 को बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषय समेटिएपछि यसको निर्माणप्रति आशा पूर्ण जागेको छ। केही वर्षदेखि सुस्त रहेको विमानस्थल परियोजनाको काम अब अघि बढ्ने सङ्केत बजेट मार्फत देखिएको छ। गत ज्येष्ठ 15 गते संसदमा अर्थमन्त्री डाक्टर स्वर्ण बागलेले प्रस्तुत गरेको बजेट वक्तव्यमा लामो समयदेखि अनियममा रहेको परियोजनाबारे सकारात्मक सङ्केत दिएको छ। आगामी आर्थिक वर्षभित्र 6 महिनाभित्र विमानस्थलको मोडालिटी तय गरिने घोषणा गरिएको। मोडालिटी निश्चित भएपछि निर्माण प्रक्रिया अघि बढ्ने र लगानी सुनिश्चित हुने अपेक्षा गरिएको छ। बजेटमा यस विषयको उल्लेख भएपछि सर्वसाधारणमा पनि नयाँ आशा जागेको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सार्वजनिक कूटनीतिक तथा जनसम्पर्क मामिला सम्बन्धी अमेरिकी उप विदेश मन्त्री सरा बी रोजर्सले भेटघाट वार्ता गरेका छन्। सोमबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले लगानी, व्यापार, संस्कृति र पर्यटन क्षेत्र सहकार्य विस्तार गर्नेबारे दुई पक्ष बीच विचार आदान प्रदान भएको जनाइएको छ। नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अध्यक्ष पदमा करुण कटुवाललाई नियुक्त गरिएको छ। काङ्ग्रेस केन्द्रीय कार्यालय सम्पादन समितिको 83 वैशाख 21 गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगन थापाले कटुवाललाई अध्यक्षको जिम्मेवारी दिएका हुन्। सभापति थापाले धनकुटाकी कटुवाललाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्न 11 बुन्दे कार्यादेश र कार्य विवरण सहित जिम्मेवारी प्रदान गरिएको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले जानकारी गराएको छ। पूर्व सभामुख कृष्ण बहादुर महराले विशेष अदालत धरौटीमा छोड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि 1 लाख धरौटी लिएर छोड्न आदेश गरिएको। विद्युतीय चुरोट भित्र लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महारा सहित 7 करोड 78 लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीको आरोपमा पूर्व सभामुख महारा सहित 28 जना र एक कम्पनी विरुद्ध गत चैत्र 26 गते विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको थियो।
गत साताको नेपाली बक्स अफिसको रिसोर्ट सार्वजनिक भएको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको ज्येष्ठ 16 गते शनिबारसम्मको बक्स अफिस रिसोर्ट्स अनुसार प्रालको आगो, लाली बजार, मालती मङ्गले, मितजीव काजी र लाइफ डमामेजको बक्स अफिसको कमाई सार्वजनिक गरिएको छ। जस अनुसार वैशाख 25 गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरेको छ। फिल्मले अहिलेसम्म 7,90,31,467 कमाई गरेको छ। त्यस्तै यस फिल्मले 2,69,202 टिकट बिक्री समेत गरेका छन्। दैलेखको भैरवी गाउँपालिका 7 कालीगौडा स्थित भित्री सडक खण्डमा डबल क्याब बोलेरो दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको सु 010001 4964 नम्बरको डबल क्याब बोलेरो ब्रेक फेल भई सडकदेखि करिब 400 मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका 8 जनामध्ये 3 जनाको मृत्यु भएको हो। घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ। इरानका संसद अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद वाकर गालिफले अमेरिका युद्धविराम सम्झौताको पालना गर्ने असफल भएको आरोप लगाएका छन्। उनले अमेरिका इरानी बन्दरगाहमाथि नाकाबन्दी कायम राख्नु साथै आफ्नो सहयोगी इजरायललाई लेबनानमा सैन्य आक्रमण बढाउनबाट पनि रोक्न नसकेको आरोप लगाएका हुन्। गालिफले इरानी बन्दरगाहमाथि जारी समुद्री नाकाबन्दी अमेरिकी युद्धविरामका शर्तहरूको पालना नगरेको स्पष्ट प्रमाण भएको बताएका छन्। उनले हरेक निर्णयको मूल्य हुने र त्यसको हिसाब एक दिन चुकाउनु पर्ने चेतावनी समेत दिएका छन्। गालिफले इरानी बन्दरगाहको नाकाबन्दी कायम राख्नु र लेबनानमा इजरायलको सैन्य कारबाही रोक्नु नसक्ने अमेरिकी युद्धविरामप्रति प्रतिबद्ध नरहेको देखाइएको दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने हिजो भारतको नयाँ दिल्ली पुगेका छन्। भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले विमानस्थलमा स्वागत गरेका थिए। सो अवसरमा भाजपाका विदेशी विभाग प्रमुख विजय चौथाइबालले पनि उपस्थित रहेका थिए। रवि लामिछाने सहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य भारत गएका छन्। भारतीय सत्तारूढ दल भाजपाले लामिछानेको भारत भ्रमणको क्रममा पार्टी अध्यक्ष नितिन नवीन अन्य शीर्ष नेताहरूसँग भेटघाटवार्ता र पार्टी सम्बन्ध विस्तारमा सहयोग पुग्ने उल्लेख छ। यसअघि आइतबार नै रासपाले नै विज्ञप्ति जारी गर्दै सभापति लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी गराइएको थियो। रासपा प्रवक्ता मनिष झाले लामिछाने शुक्रबारसम्म भारतमा रहने र व्यक्तिगत भ्रमणका रूपमा अयोध्या समेत पुग्ने कार्यक्रम रहेको जानकारी दिएका थिए। अब एकैछिन व्यापारिक विश्राम।